ओम नमो भगवते वासुदेवाय मन्त्र जपिरहनुपर्छ। अनि 12 दिन व्रत बसेपछि हवन गरेर त्यसलाई उद्यापन गर्नुपर्छ। यति गरियो भने योग्य सन्तानको प्राप्ति हुन्छ। ल राम्रो सन्तान चाहिने हो भने जन्मिएपछि राम्रो बनाउने होइन, जन्माउनु अगाडि नै शास्त्रले विधि र प्रक्रिया सिकाएको छ। त्यो प्रक्रियामा चल्ने हो सन्तान असल पाइन्छ। बिउ राम्रो पहिल्यै खोज्नुपर्छ। जन्मेपछि म राम्रो बनाउँछु असल बनाउनु पर्यो भन्ने होइन कि सन्तान जन्माउनु पर्यो। सन्तान प्राप्ति पूर्व नै शास्त्रले बताएको विधिका आधारमा हामीले चल्यौँ भने घरमा योग्य सन्तानको उत्पत्ति हुन्छ। जस्तो जस्तो चाह्यो त्यस्तै सन्तान हामीले प्राप्त गर्न सक्छौँ। आमा देवमाताले व्रत बस्नुभयो, पयोव्रत नामहरूको व्रत। 12 दिनसम्म त्यो व्रतलाई धारण गर्नुभयो, व्रतलाई परिपूर्ण तुल्याउनु भयो। आज कश्यप नामका ब्राह्मण देवमाताका समीपमा व्रतका प्रभावले जगतैको अधिपति वामन अवतार परमात्मा भगवान गर्भमै प्रवेश गर्नुभयो। उनी आमालाई आमा बनाएर स्वीकार्न परमात्मा अवतरित पनि भइबक्सनुभयो। बोलिए वामन अवतार भगवानको। वामन अवल अग्लो हुनुहुन्थ्यो, ब्रह्मचर्य रूपमा हुनुहुन्थ्यो, कौपिन वस्त्र धारण गर्नुभएको थियो, कमण्डलु धारण गर्नुभएको थियो, माता पितालाई दण्डवत गर्नुभयो। देवताको कार्य साधनका निमित्त बलि नामका राजाका राज्यतर्फ वामन अवतार परमात्मा भगवान प्रस्थान गरिबक्सनुभयो। राजा बलि दैत्य कुलमा उत्पत्ति भए तापनि यज्ञ इत्यादि अनुष्ठान गर्ने गर्नुहुन्थ्यो। राज्यमा यज्ञ चलेको थियो, यज्ञको समापनको दिन थियो। राजन महारानी आओ, महारानी आओ। अब हामी उचित समयमा र उचित लग्न उचित मुहुर्तमा हामीले आजको यो यज्ञ पूर्ण गर्नुपर्दछ। हेर, आज हामीले यो यज्ञ निर्विघ्नपूर्वक पूर्ण गर्यौँ भने हाम्रो कुलको नाम तीनै लोकसम्म सधैँभरि चम्किनेछ। त्यसैले महारानी अब हामी ढिला गर्नु हुँदैन, हामीले यज्ञ प्रारम्भ गर्नुपर्दछ। मैले मेरा गुरु शुक्राचार्यलाई पनि निमन्त्रणा पठाइसकेको छु। उहाँ पनि केही समयमा अवश्य उहाँको पदार्पण हुनेछ। त्योभन्दा पूर्व हामी यज्ञलाई अगाडि बढाउनुपर्छ। र म मेरा सम्पूर्ण प्रजाहरूलाई पनि के भन्न चाहन्छु भने, हे प्रजाहरू हो, आज तिमीहरूको महाराजले यज्ञ प्रारम्भ गरिरहेको छ। अवश्य पनि सदाको दिनमा जस्तै साथ र सहयोग मैले प्राप्त गर्नेछु तपाईँहरूबाट। त्यसैले आज यो यज्ञको पूर्णाहुति पश्चात प्रसादी ग्रहणका निमित्त सम्पूर्ण मेरा प्रजाहरू मेरो द्वारमा उपस्थित हुनुहुनेछ भन्ने पूर्ण आश गरेको छु। र मेरो द्वारमा जो कोही आउँछ ती प्रजाहरूलाई मैले कहिले पनि खाली हात पठाउने छैन। यो यज्ञको पूर्णताको सफलताको खुसियालीमा मैले आज मन खोलेर दान पनि प्रदान गर्नेछु। महारानी, ल अब यज्ञ प्रारम्भ गरौँ। यज्ञ प्रारम्भ भइसकेको छ। अब मध्यभागमा पनि हामी आइसकेका छौँ। त्यसैले अब हामी फेरि सुरु गरौँ। ल ओम स्वाहा। राजा बलिले यज्ञ इत्यादि अनुष्ठान अगाडि बढाइरहनु। वामन रूपी परब्रह्म परमात्मा भगवान विलम्ब नगरिकन राजा बलिका राज्यतर्फ जाने तयारी गर्दै भइबक्सनुहुन्थ्यो। प्रभु सरासर वामन अवल अग्लो हुनुहुन्थ्यो। ब्रह्मचारी रूपमा सजिनुभएका परमात्मा राजा बलिका दरबारतर्फ परमात्मा प्रस्थान भइबक्सनुभयो। अरे महारानी, मैले जे देख्दैछु कि तिमीले पनि त्यही देख्दैछौ? हेर त हाम्रो द्वारमा कति सुन्दर, कति सुशील। हेर त अनुहार पनि चकमक चम्काइरहेको छ। ओहो, हाम्रो द्वारमा यस्तो सुन्दर बटुक ब्राह्मण। आऊ महारानी, आऊ स्वागत गरौँ। स्वागतम 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 बटुक ब्राह्मण देव, स्वागतम। हजुरलाई यो बलिको द्वारमा हृदयदेखि स्वागत छ। आउनुहोस्। स्वागतम ते नमस्तुभ्यं ब्रह्मण किम करवामते ब्रह्मणशिनां तपः साक्षात् इनमें त्वरियार बपोर धर्म।
राजा बलिले ब्राह्मणदेव र ब्रह्म परमात्मा भगवानलाई सामान्य ब्राह्मण नै ठानिरहनु भएको थियो, तर सुयोग्य ब्राह्मण देखेर स्वागत पनि गर्नुभयो। आहा आहा, हेर त महारानी, साक्षात देव रूप भन्दा केही कमी छैन। ओहो हो, हेर त आजै हामीले यज्ञको पूर्ण आहुतिको समय जुराएको आजै नै हाम्रो द्वारमा यस्तो सुन्दर बटुक ब्राह्मणको आगमन। आहा, साँच्चै हामी भाग्यमानी रहेछौँ महारानी, साँच्चै हामी भाग्यमानी रहेछौँ। हे बटुक ब्राह्मणदेव, हजुरलाई म ज्ञात गराउन चाहन्छु, म राजा बलि हुँ। आज मैले मेरो द्वारमा एउटा यज्ञको पूर्ण आहुतिको निमित्त अगाडि बढिरहेको थिएँ। त्यही समयमा हजुरको मेरो द्वारमा पदार्पण भयो। हजुरलाई धेरै धेरै स्वागत छ। म हजुरको स्वागतको निमित्तमा केही कसुर राख्ने छैन। महाराज, म पनि प्रसन्न छु प्रभु, प्रसन्न छु। आज हजुरको दरबारमा आउँदा जुन आतिथ्यता मैले प्राप्त गरेको छु, अत्यन्त खुसीले गदगद भइरहेको छु महाराज, गदगद भइरहेको छु। हे ब्राह्मणदेव, मैले मेरो द्वारमा जति पनि प्रजाहरू, भिक्षुहरू जो कोही पनि आउँछन्, मैले अहिलेसम्म कसैलाई पनि खाली हात पठाएको छैन। खाली हात मात्रै होइन, उसलाई जीवनभर पुग्ने गरी दान दिएर पठाएको छु। त्यसैले आज हजुर मेरो द्वारमा आउनुभएको छ। हे ब्राह्मणदेव, हजुरलाई मैले दान दिने इच्छा जागेको छ मेरो मनमा। त्यसैले हजुर पनि निसङ्कोच भएर हजुरको जीवनमा के आवश्यक छ त्यो अवश्य मसँग माग्नुहुनेछ भन्ने आशा लिएको छु ब्राह्मणदेव, आशा लिएको छु। महाराज, म ब्रह्मचारी बटुक, अनि हजुरका समीपमा मैले दान लिएर त्यो दानलाई मैले कसरी संरक्षण गर्नु, त्यो भएर मलाई केही चिजको आवश्यकता छैन महाराज, केही चिजको आवश्यकता छ। ब्राह्मणदेव, हजुर यो के भन्दै हुनुहुन्छ ब्राह्मणदेव? हजुर नबिर्सनुहोस्, हजुर महान भक्त प्रहलादका नाति महाराज विरोचनका पुत्र महाराज बलिको द्वारमा आउनुभएको छ। बलिको द्वारमा आइसकेपछि यसरी केही पनि चाहिँदैन हजुरले भन्न पाउनु हुँदैन। हे ब्राह्मणदेव, बरु भन्नुहोस्, हजुरलाई मसँग माग्नको निमित्त अलिकति हिचकिचावट छ भने म भन्छु तपाईँलाई। के दियो तपाईँलाई? सुन, चाँदी, हिरा, मोती, मणि, माणिक्य के चाहियो भन्नुहोस्। यदि तपाईँ चाहनुहुन्छ भने म एउटा राज्य हजुरको नाममै गरिदिन्छु। अझै त्यति मात्र नभएर अब हजुर त अब वैवाहिक जीवनमा बाँधिने उमेर पनि होला बिस्तारै बिस्तारै। यदि चाहनुहुन्छ भने म तपाईँलाई सुन्दर कन्याको खोजी गरेर विवाह समेत गरिदिन सक्छु, यदि ल्यागत मैले राख्दछु ब्राह्मणदेव। त्यसैले हजुर निसङ्कोच भएर मसँग आग्रह गरिबक्सेला। हरे शिव 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 शिव, के भनिबक्सनु भएको महाराज? म ब्रह्मचारी बटुकले सुवर्ण लिएर के गर्नु, रत्नहरू हजुरका साथमा मैले ग्रहण गरेर के गर्नु, अनि यिनीहरूको सुयोग्य सुशील ब्राह्मणी भन्नुभएको भयो। म ब्रह्मचारी बटुकले हरे शिव 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 शिव, मलाई एक चिज केही पनि चाहिँदैन महाराज, केही चाहिँदैन। ब्राह्मणदेव, हजुर यो के भन्दै हुनुहुन्छ? हेर्नुहोस् त, तपाईँ राजा बलिको द्वारमा आएर केही पनि चाहिँदैन भन्दै हुनुहुन्छ। अनि बटुक ब्राह्मणदेव, यदि मैले हजुरको कुरा मानेर हजुरलाई खाली हात मेरो द्वारबाट पठाएँ भने सदैवदेखि राजा महाराजा महादानी बलि भनेर चिनेका मेरा प्रजाहरूले के सोच्नेछन्? हेर्नुहोस् त, आज हाम्रो महाराजले एउटा बटुक ब्राह्मणलाई खाली हात पठाउनु भयो भनेर मेरो कुरा काट्नेछ। त्यसैले मेरो निमित्त भए पनि हजुरले आज केही न केही मेरो द्वारबाट अवश्य लगेर जानुपर्छ ब्राह्मणदेव, अवश्य। महाराज, हजुरलाई लोकले त्यस्तो कुरा नै काटिहाल्छ भने त्यसो भने मलाई महाराज, म ब्रह्मचारी बटुकले सन्ध्योपासन आदि कर्म समाप्ति पश्चात मलाई साष्टाङ्ग दण्डवत गर्न पुग्ने मेरो पैतालाले नापेर हजुरको राज्यबाट 3 पाउ पृथ्वी प्रदान होस् त महाराज। त्यसो भने 3 पाउ महाराज। अरे ब्राह्मणदेव, हजुर यो के भन्दै हुनुहुन्छ? हजुर त कदमा मात्रै सानो भनेको हजुरले
के सोचिरहनु भएको? हजुरले सानो सोच्नुभयो ब्राह्मणदेव। केवल हजुरको पैतालाले नापेर 3 पग भूमिमा के नै हुन्छ र? अरे ब्राह्मणदेव, 3 पग भूमि होइन, म त पहिला बिघा भूमि दिन तयार छु। यो 3 पगको कुरा नगर्नुहोस् ब्राह्मणदेव, 3 पगको। हेर्नुहोस् ब्राह्मणदेव, माग्नेले पनि आफूलाई पुग्ने गरी माग्नु पर्दछ अरे, अनि दिनेले पनि आफ्नो कृति रहने गरी दिनु पर्दछ अरे। केवल यो कुराको त विचार गरिबक्सोस् ब्राह्मणदेव, बिन्ती छ। हो महाराज हो, मलाई थाहा छ, म दानीका घरमा आएको छु, हानि हुँदैन। हजुरको पिता दानी, हजुरको परमपिता परम दानी, यस्ता दानीका घरमा आएको छु, मैले जे मागे त्यही पाउँछु, मलाई थाहा छ। तर मलाई जे चिजको आवश्यकता छैन, मलाई त्यतिले पुग्छ भने त्योभन्दा बढी हजुरसँग याचना गर्नु यो शुभ नि हुँदैन महाराज। मलाई केवल मेरो पैतालाले नापेर हजुरको राज्यबाट 3 पाउ पृथ्वी नै प्रदान होस् महाराज, 3 पाउ पृथ्वी नै। हजुर दिनुहुन्छ भने दिन्छु भनी बक्सोस्, वाग्दान दिबक्सोस्, होइन भने बरु म त जान्छु महाराज। होइन 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 ब्राह्मणदेव, होइन, आसनमा विराजमान है बक्सोस्। ठिक छ, यदि हजुरको इच्छा नै 3 पग भूमि छ भने म हजुर जस्तो ब्राह्मणको अगाडि धेरै हट गर्न चाहेन। ठिक छ ब्राह्मणदेव, म हजुरले इच्छा अनुसारको हजुरकै पैतालाले नापेर 3 पग भूमि अवश्य हजुरलाई प्रदान गर्नेछु, अवश्य प्रदान गर्नेछु। धन्य महाराज, धन्य। महारानी, म अत्यन्त प्रसन्न हुँ। महारानी जाऊ, अब ब्राह्मणदेवलाई भने अनुसारको 3 पग भूमि हामीले दान गर्नुपर्छ। आऊ त यसको प्रपञ्च मिलाऊ। जल लियो। राजा बलि दान दिनको लागि तयारी भइरहेका थिए, त्यसै बेलामा गुरु शुक्राचार्यले थाहा पाइबक्सनु भएछ राजाले। के देख्दैछु मैले, के सुनिरहेको छु? मेरो यजमान बलिले मलाई सोध्दै नसोधी, ख्यालै नराखी दान दिन खोज्दैछन्। ए बलि! गुरुदेव प्रणाम, गुरुदेव प्रणाम। के को प्रणाम? के सुन्दैछु मैले? गुरुदेव हो, गुरुदेव हो, हजुरले जे सुन्दै हुनुहुन्छ सत्य सुन्दै हुनुहुन्छ गुरुदेव। ए हजुर सत्य रहेछ। मलाई सोध्दै नसोधिकन, मेरो कुनै मान सम्मान मर्यादा ख्याल केही नराखिकन तिमीले दान दिन खोज्दैछौ भने? हे गुरुदेव, हजुरले अन्यथा नसोची बक्सला गुरुदेव। मेरो त्यस्तो कुनै धारणा होइन गुरुदेव कि म तपाईँलाई अपमान गर्न सकु। हजुर त मेरो कुल पुरोहित हुनुहुन्छ, हजुरको अपमान गर्नु र म मर्नु बराबर हो गुरुदेव। त्यसैले हजुरले यस्तो नसोची बक्सेला। मैले त बटुक ब्राह्मणदेवलाई अझै अरू पनि माग्नुहोस् भनेको थिएँ, परन्तु उहाँले केवल 3 पग भूमि भए हुन्छ मात्रै भन्नुभयो। त्यसैले मैले त केवल सङ्कल्प मात्रै गर्न आँटेको थिएँ। ए बलि, के भन्दैछौ? अरू धेरै माग भन्दै थिए, थोरैमा मान्नुभयो? आश्चर्य आश्चर्य। हाम्रो खलकमा अहिलेसम्म धेरै दिन खोज्दा थोरैले मान्ने कोही आएको छैन। यो कोही मायावी हुनुपर्छ। एकछिन पर म ध्यान दृष्टि लगाएर हेर्छु। ओहो, तिनी लोकको अधिपति ब्राह्मण करो कसरी रोकौँ? यजमानको भलो चाहनु गुरुको दायित्व पनि हो। मुहुर्त हेर्छु। ओम ब्रह्मावरारे त्रिपुरान्तकारे भानु शशि भूमिष्ठोपदश्च गुरश्च शुक्र शनिराहुकेतवः सर्वे ग्रहाः शान्तिकरा भवन्तु। ग्रह, नक्षत्र, बार, बेला, एकादशी तिथि साह्रै योग्य छ। दान नदेऊ कसरी भनौँ? दान देऊ भनौँ, छली बामन सर्वस्व हरण गर्दैछन् मेरो यजमान बलिको। रोक्नै पर्छ। सर्वस्व हरण गर्न त दिनु हुँदैन। गुरुको दायित्व हो यजमानको भलो चाहनु। प्रयत्न गर्छु। ए बलि, आज्ञा होस् गुरुदेव। जसलाई तिमीले सामान्य ठानिरहेका छौ, यी सामान्य नभएर तिनै लोकका अधिपति नारायण सामान्य ब्राह्मण बनेर तिम्रो निकटमा आएका छन्। नारायण? बलि, अघि दिन्छु भन्यौ,
अहिले दिन्न भन यिनलाई खाली नै पठाइदेऊ, खाली हातै पठाइदेऊ। हे गुरुदेव, म दुई हात जोडेर हजुरसँग क्षमा माग्छु। मैले बाचा गरिसकेको छु गुरुदेव, मैले बाचा गरिसकेको छु। बाचा बाचा भलो होस्, मान्छेको भलो रहेछ। तिम्रो सर्वस्व हरण गर्दैछन् यिनले। त्यही भएर मैले भनेको मान बलि, मैले भनेको मान। सर्वस्व तिम्रो हरण हुँदैछ, त्यही भएर मैले तिमीलाई त रोक्न खोज्दैछु। यदि तिमी मेरो शिष्य होइनौ भने होइन भन, हो भने गुरुले भनेको आदेशलाई शिरभर गर। होइन होइन गुरुदेव, त्यसो नभनी बक्सिस, म हजुरको शिष्य नै हुँ। परन्तु गुरुदेव, मैले बाचा गरिसकेको छु। यदि म बाचामा हारे भने सारा 3 लोक 14 भुवनले मलाई नराम्रो सोच्दैछन् गुरुदेव। हजुर आफै भन्नुभएको होइन, जब कसैले बाचा गरिन्छ त्यो बाचा हामीले आफ्नो प्राण रहन्जेलसम्म जसरी भए पनि पूर्ण गर्नुपर्दछ भनेको होइन गुरुदेव। हे बलि, तिम्रो भलो होस् भनेर सम्झाउँदैछु। बाबु सुन, भागवतको 8औं स्कन्धको 19औं अध्यायको 43औं श्लोकले भन्छ बाबु, त्रिषु नर्म विवाहे च वृत्यार्थे प्राण सङ्कटे गो ब्राह्मण हिंसायम नान्यथम चाप्युगमसितम। सुशील कन्या चाहिँ योग्य वर छ। विवाह गर्नु पूर्व दाइजो माग्छन् भने दिन्छु भन, नदिए पनि पाप लाग्दैन, त्यहाँ झुट बोल्न पाइन्छ। अर्को बाबु, सर्वस्व जाँदैछ, झुट बोल्नाले सर्वस्व रोकिन्छ भने त्यहाँ झुट बोल्न पाइन्छ। हत्या, हिंसा, झै झगडा झुट बोल्दा रोकिन्छ भने त्यहाँ पनि झुट बोल्न पाइन्छ। मैले तिमीलाई शास्त्रको आधारमा बताइरहेको छु, तिम्रो सर्वस्व जाँदैछ, त्यही भएर रोकिन्छ बलि, झुट बोल। अघि दिन्छु भन्यौ, अहिले दिन्न भन। हे गुरुदेव, म अज्ञानी आज हजुरको अगाडि लाचार भएको छु। यदि उहाँ बटुक ब्राह्मणको भेषमा स्वयं नारायण हुनुहुन्छ भने र मैले 3 पग भूमि दान गर्दा मेरो सर्वस्व हरण हुन्छ भने कसले हरण गर्यो त? हे बलि, बारम्बार सम्झाइरहेको छु, तिमी मेरो यजमान हौ भने मैले भनेको स्वीकार गर। शिष्य हौ भने गुरुको आदेशलाई मान, होइन भने तिम्रो र मेरो सम्बन्ध बेकार छ भने। त्यसो नभनी बक्सिस गुरुदेव, त्यसो नभनी के को गुरु? अब गर्ने बेलामा सुरु भन्ने बेलामा गुरु। गुरुदेव, मैले बाचा गरिसकेको छु, चाहे मेरो सर्वस्व हरण नै किन नहोस्, म यो बाचा। हे बलि, शुक्राचार्य हुँ म, शुक्राचार्य। क्रोध सीमा नागिरहेको छ। यहाँ बसे भने अनर्थ हुन सक्छ, अनर्थ हुन सक्छ। के गुरुदेव, यसो गर भन्यो, सत्यवादी बाचा दिइसक्यो। नरिसाई बक्सिस गुरुदेव, कसरी नरिसाऊ? बरु सङ्कल्प हजुरले पढिदिनु भयो भने। ए बलि, अझ सङ्कल्प? तिमीलाई जे मन लाग्छ त्यही गर भन। गुरुदेव, यहाँ म एक क्षण रहन चाहन्न। गुरुदेव, त्यसो नभनी बक्सिस गुरुदेव, त्यसो नभनी बक्सिस गुरुदेव। अब म यहाँ एक क्षण रहँदिन बलि। गुरुदेव, 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 क्रोधले सीमा नागिरहेको छ। गुरुदेव, महारानी, आज गुरुदेव पनि क्रोधित भएर जानुभयो। परन्तु तिमी र मैले गरेको बाचा चाहे सर्वस्व हरण नै किन नहोस्, हामीले पूर्ण गर्नुपर्दछ। त्यसैले आऊ, कलश ल्याऊ। अब हामीले यी बटुक ब्राह्मणलाई 3 पग भूमि दान गर्नुपर्छ। हुन्छ स्वामी। लाऊ, अगाडि आऊ। ल, अब अगाडि आऊ। राजा बलि आफूले बाचा दिइसकेका हुनाले त्यो बाचालाई पूर्णताका लागि विन्ध्यावली महारानीलाई निवेदन गर्दै सुनको जहारीको जल हातमा राख्ने निवेदन गर्दै हुनुहुन्थ्यो। जल झर्दै झरेन। शुक्राचार्य गुरु अझै पनि यजमानको भलो गर्न सक्छु कि भनेर एउटा आँखाको स्वरूपमा गएर सुनको जहारीको टुटीमा त्यो जलदानीमा लुकेरै बस्नु भएको थियो। जलै भएन, जल बिना सङ्कल्प भएन। विन्ध्यावलीले एउटा सिङ्का लिएर सुनको झारीको जलदानीमा छेदन गर्न थालिन्। शुक्राचार्य गुरुको एउटा आँखा नै फोडिन पुग्यो। अरे राजा बलि, मैले बारम्बार तिमीलाई यो दान नगर 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 भने
तर तिमी अज्ञानी रहेछौ, पट्ट मूर्ख रहेछौ। मैले तिम्रो निमित्तमा सर्वस्व हरण नहोस् भन्नको निमित्त एउटा राजपुरोहित एउटा गुरुको नाताले तिम्रो सर्वस्व हरण हुनबाट जोगाउनको निमित्त यो गरुवाको टोटीमा मैले आफ्नो दाहिने नेत्र राखेर यो संकल्प हुनबाट रोक्न खोजिरहेको थिएँ। परन्तु तिमीहरू अज्ञानी, तिम्रो पत्नीले मेरो दाहिने नेत्र फुटाएकी छ। त्यसैले हेर बलि म तिमीलाई श्राप दिन्छु। अबको केही समय पश्चात तिम्रो सर्वस्व हरण भएर तिमीहरू सुदालोक प्रवेश गर्न परोस्। अनि विद्यावली महारानी, तिमी मूर्ख रहेछौ। आज तिमीले गर्दा मैले मेरो दाहिने नेत्र गुमाउन पुगे। म तिमीलाई पनि श्राप दिन्छु। आजको यही समयदेखि सृष्टिका सारा नारीलाई शुक्रोदोष लाग्नेछ। यो तिमीहरूलाई श्राप भयो। मूर्ख, तिमीहरूको सर्वस्व हरण हुनेछ। जसको मैले भलो चिताए आज उसैले मेरो आँखा फुटाइदियो। मूर्खहरू, भलो चाह्यो कोहलो भयो। शुक्राचार्य गुरुको एउटा दृष्टि नै अलग रह्यो। तर पनि राजा बलि दान दिनका निमित्त पछाडि हटिबक्सनु भएन। राजाले प्राण जाओस्, वचन खेर जान हुँदैन। मैले दिएको वाचा त पुरा गर्नै पर्छ। गुरुले रोक्नु गुरुको कर्तव्य हो। मैले दिन खोजेको यो सङ्कल्प पुरा गर्नु, जस्तो सुकै सङ्कट आइपरे तापनि त्यसलाई अपनाउनु मेरो धर्म हो। दान त दिनै पर्छ। तयारी हुनुभयो। हरि ओम तत्सत् तत्सत् तत्सतः। विष्णु विष्णु हो। भूमिदान गर्ने कोही हुनुहुन्छ कि लजाउ कुल सँगै समात्नुहोस्। विष्णु श्रीमद् भगवतो महापुरुषस्य वैष्णवराज्ञ प्रबद्धमानन्द सगल जगत सृष्टिकारिणो ब्राह्मण हृदय प्रार्थे श्री श्वेतवाराह कल्पे। सङ्कल्प गर्दै आफ्नो राजकाज भोग अधिकारबाट यी ब्राह्मण स्वरूप बटुकले यिनैका पैतालाले नापेर मेरो राज्यबाट यिनलाई 3 पाउ पृथ्वी प्रदान गर्दछु। हरि ओम तत्सत्। श्रीकृष्णार्पणमस्तु। महाराज यहाँ राखिबक्नुहोस्। धन्य भए महाराज, धन्य भए। हजुरले दिएको दान आज मैले प्राप्त गर्ने भए महाराज। प्रसन्न भइदिएको छु महाराज। हजुर निसन्देह भइबक्नुहोस्। दानीलाई हानि कदापि हुँदैन महाराज। दुष्टलाई पुष्ट पनि हुँदैन। अनि महाराज जुवातास खेलेर कोही धनी हुँदैन महाराज। दान गरेर कोही गरिब हुँदैन। हजुरको जगतमा कृत्य चलिरहनेछ। त्यही भएर हजुरले दिएको दान अब मैले नापेर लिनुपर्ने भयो होइन महाराज? हो ब्राह्मणजी, हो। हजुरले इच्छा अनुसार हजुरले आफ्नो पैतालाले 3 पग भूमि नाप्न सक्नुहुनेछ ब्राह्मणजी, नाप्न सक्नुहुनेछ। धन्य महाराज, धन्य। जगतको अधिपति परमात्मा वामन रूपी प्रभुति आफ्नो स्वरूपलाई बढाउँदै गई बक्सनुभयो। हेर्दै विशाल बन्दै बक्सनुभयो। तिनी विशाल वामन रूपी परमात्मा भगवानले एक पाउले अतल वितल स्वतल तलातल महातल रसातल पाताल राख्नुभयो। दोस्रो पाउले भूरलोक भुवलोक महलोक जनलोक तपलोक सत्यलोक ढाक्दै बक्सनुभयो। 2 पाउमा विश्व ब्रह्माण्ड जगत नै सकियो। राजा बलिको अब केही पनि रहेन। तेस्रो पाउ राख्ने ठाउँै भएन। राजा बलिलाई चिन्ता पर्यो। बलि राजा आपदमा परे तिनै लोक बामलले छल गरे। बलि राजा आपदमा परे तिनै लोक बामलले छल गरे। बलि राजा आपदमा परे तिनै लोक बामलले छल गरे। Thank you.
हजुरले दिएको दान 2 पाउमा सर्वस्व सकियो। दिएको बाचा पुरा भएन भने यस्तो दानी बलिलाई पनि मैले बन्दी बनाउनु पर्ने हुन्छ महाराज। मलाई तेस्रो पाउ राख्ने ठाउँ मात्र प्रदान। हे प्रभु, हजुरले 2 पैतालामै मैले जीवनभर जति पनि आर्जिएको थिएँ त्यो सारा हजुरले 2 पैतालामै समाहित गरिदिनु भयो प्रभु। अब तेस्रो पैताला राख्नको निमित्त मसँग केही पनि बाँकी रहेन प्रभु, केही पनि बाँकी रहेन। म के गरौँ प्रभु, म के गरौँ? महाराज, केवल तेस्रो पाउ राख्ने ठाउँ दिनुभयो भने हजुरलाई मैले कृति रहने गरी वरदान दिनेछु। लोकले हजुरको गुणगान गाइरहनेछ। महाराज, मलाई केवल तेस्रो पाउ राख्ने ठाउँ मात्र प्रदान होस् महाराज। ठिक छ प्रभु, ठिक छ। परन्तु म हजुरसँग एउटा प्रश्न गर्ने दुस्साहस गर्दछु प्रभु, प्रश्न गर्ने। मर्जी होस् महाराज, मर्जी होस्। हे प्रभु, धन कमाउने वाला ठुलो हुन्छ कि धन ठुलो हुन्छ, यो कुरा मलाई प्रष्ट बताइदिनु पर्यो प्रभु, प्रष्ट बताइदिनु पर्यो। महाराज, शरीर माध्यम खलु धर्म साधन। यो शरीरले नै आर्जन गरेका सबै सामग्री शरीर रहँदा रहँदै श्रेष्ठ हुनै सक्दैनन् महाराज। यो शरीरले पुनः आर्जन गर्न सक्छ। त्यही भएर धनभन्दा धन कमाउने नै ठुलो हुन्छ महाराज, धन कमाउने नै ठुलो हुन्छ। त्यसो भए हे प्रभु, अझ एउटा जिज्ञासा छ, यसलाई पनि प्रष्ट पारिदिनुहोस्। हे प्रभु, मृत्यु पश्चात यो शरीर के हुन्छ, यसमा पनि मलाई प्रष्ट बताइदिनु पर्यो प्रभु, प्रष्ट बताइदिनु पर्यो। यो पाञ्चभौतिक सोला हो, पञ्चतत्त्वकै अधीनमा चलिरहेको छ। पृथ्वी, जल, तेज, वायु, आकाश अनि अजम्बरी आत्मा छ, त्यो अविनाशी छ। पञ्चतत्त्वमै गएर मिल्छ। अजम्बरी आत्मा परमात्मामा गएर लय हुन्छ। आखिर महाराज, यो माटोमा गएर मिल्ने यो शरीर माटै बन्ने हो महाराज, माटै बन्ने। हे प्रभु, यदि यो शरीर अन्त्यमा माटो नै हुन्छ भने म त माटो सरह नै भए, यो शरीर माटो सरह नै भयो। त्यसैले हे प्रभु, बाँकी रहेको 1 पैताला हजुरले मेरो यो शिरमा राखी बक्सियोस् प्रभु, मेरो यो शिरमा राखी बक्सियोस्। बिन्ती छ, मेरो शिरमा हजुरको पैताला राखी बक्सियोस्। देउसिरे राजन, देउसिरे। जगतको अधिपति परमात्मा भगवानले तेस्रो पाउ लिएर बलि नामका राजाका शिरमा लिएर राखी बक्सनु भयो राजन। महाराज, हजुरलाई जगतले सदैव गान गरिरहनेछ। महाराज, मैले शिरै माग्दा शिरै अर्पण गर्नुभयो। जगतले राजा बलि जस्तो दानी बनेर गुणगान गाइरहनेछ। हजुरलाई मैले वरदान प्रदान गरेँ महाराज, वरदान प्रदान गरेँ। धन्य हो प्रभु, धन्य। राजा दानी बलिको गुणगान अहिले पनि जगतले गाइरहन्छ। त्यही भएर हामी देउसिरै भैलो खेल्दै गर्दा भट्याउने गर्छौँ। भन भन भाइ हो देउसिरै, देउसुरे होइन है, देउसिरै। वामन रूपी परमात्मा भगवानले देउसिरै शिर अर्पण गर भनेर मागी बस्नुभयो। राजा बलिले शिर अर्पण गरे। लोकमा सधैँ चलिने गरी वामन रूपी परमात्मा भगवानले राजा बलिलाई दानीमा दानी महादानी बलि भनेर वरदान दिबक्सनुभयो।
हजुरदेखि म प्रसन्न छु। हजुरलाई जगतले दानी बलि भनेर चिन्नेछ। दानीलाई हानि हुँदैन महाराज। हजुरलाई मैले सुतलको राज्य प्रदान गरेँ महाराज। आफ्नी महारानी सहित प्रजाका साथमा सुतल प्रस्थान भइबक्सला। आफ्नो राजकाज चलाइबक्सला महाराज। यति मात्र होइन, हजुरको सुतल राज्यमा हजुरको द्वारपाली बनेर बस्नेछु। प्रत्येक दिन मेरो दर्शन गर्न पाउनुहुनेछ महाराज। दर्शन गर्न गइबक्सोस् महाराज। जो आज्ञा प्रभु, जो आज्ञा। महारानी हिँड जाऊ। हे मेरा प्रजाहरू, हजुरहरू पनि आउनुहोस्। अब यो लोकमा होइन, हामी पाताल सुतल लोकमा गएर हाम्रो राज गर्छौँ। ओम यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्ति प्रदक्षिणां पदे पदे। राजा बलि वामद्रुप्र ब्रह्म परमात्मा भगवानले परिक्रमा गर्दै सुतलको राज्यका तर्फ परमात्मा प्रस्थान भइबक्सन भयो। लीलाधारी जगतको अधिपति परमात्मा वामनकै रूपमा आएर बलि राजाको सर्वस्व हरण गरिबक्सन भयो। जगतको अधिपति परमात्मा भगवानले दुई पाउमा सर्वस्व ग्रहण गरेर तेस्रो पाउ राज्य बलिका शिरमा ल्याएर राखिबक्सन भएको थियो। राजन यसरी परब्रह्म परमात्मा दानीमा महादानी बलि र वामन अवतार परमात्मा भगवानका चरित्र हजुरका माझमा वर्णन विस्तार गरे। प्रभु बलि र परमात्मा भगवानका लीला वर्णन गर्दै विस्तार पूर्वक बताउँदै हुनुहुन्छ। भन्ने कथा नारायण हरि हरि भगवानको जय हो। हरिहर भगवानको। त्यही भएर दान गरेर हानि हुँदैन है। भूमिदान पनि गर्न सकिन्छ नि, नगद मात्र होइन। यत्रो जग्गै जग्गा भएको ठाउँ हेर्नुहोस् त, सेरोफेरो कोही न कोही आउनुभयो हुन्छ, भूमिदान गर्नु होला। केही नजिकै जोडिएको दिनुभयो भने धाम विस्तार हुन्छ। अलि टाढा टाढाको दिनुभयो भने सट्टीपट्टि गर्न पाइन्छ नि त हजुर है। यहाँ नजिकै भएकोलाई टाढा दिएर मिलाउन पाइन्छ। त्यही भएर भूमिदान दानमा उत्तम दान भनिन्छ। धन सम्पत्ति सकिएर जान्छ, भूमि जहाँको त्यही रहन्छ। त्यही भएर त्यो भूमिदान राजा बलिले गरेर कृति राखे जस्तै कृति राख्नु पाइन्छ। ल सल्लाह गर्नु होला, घर गएर भोलि पर्सि आउनुभयो हुन्छ भूमिदान गर्न।